हेलो एभ्रिवान, सबैजनालाई वेलकम छ हाम्रो अनुराग सम्धिको ब्लगमा। आज हामी फेरि तपाईँहरूलाई देखाउँछु होइन। हामी फेरि कहाँ आइसकेको छौँ भन्दा हामी बाटुले पोखरी 2 नम्बर गेटमा आइसकेको छौँ साथीहरू। तर आज के गर्नु, आज पानीबाट अलिकति डिस्टर्ब भयो। त्यो कारणले हाम्रो कस्टमर, हाम्रो दाजुभाइ दिदीबहिनीहरू चाहिँ कोही पनि आउनु भएको छैन, अलिअलि आउनु भएको छ। आज 2 बजिसक्यो, त्यही पनि मौसम राम्रो नभएको कारणले त्यति साह्रो मान्छे छैन। आज यो 2 नम्बर गेटमा त्यति छैन, तर तपाईँहरूले अलिकति म जुम गरेर देखाउँछु होइन। यो माथि यो 2 नम्बर गेट यतापट्टि 1 नम्बर गेट माथि छ, यहाँ चाहिँ मान्छे टन्नै छ। तपाईँहरू सबैजना आउनु होला। हामी आइसक्यौँ क्यामेरा बोकेर फेरि होइन, हामी आइसक्यौँ। तर अझै पनि टाइम छ, तपाईँहरू आउनु सक्नुहुन्छ। ट्याक्क क्यामेराबाट दामी दामी भिडियो सेल्फी लिन सक्नुहुन्छ तपाईँहरू। हाम्रो त्यसको लागि हाम्रो यहाँनिर अनुराग सरलाई सम्झिन सक्नुहुन्छ, हामीलाई सम्झिन सक्नुहुन्छ। सिन पानी परेको भएर एकदम दामी देखिसक्यो। आजको भिडियो यति नै। बाँकी भोलि शनिबार नछुटाउनु होला कोही पनि आउनुलाई है त। ल यति भन्दै हाम्रो यो ब्लग यहीँ अन्त्य गर्छौँ। हस्त, धन्यवाद।